आज संसदले सुभाष नेमाङ र दमननाथ ढुङ्गानालाई सम्झिरहेको छ भन्ने शीर्षकमा धेरैले वा मूल भाव यो राखेर समाचारहरू बनाएको टिप्पणीहरू गरेको पढेँ देखेँ। त्यस्तो होइन। म आफै हुँ, संसदमा थिएँ, रिपोर्टिङ गरिरहेको। म आफैले भिडियो पनि एडिटिङ गरेर त्यति बेलाको एभिन्यूज टेलिभिजनमा ठुलो रिपोर्ट बनाएको छु। हुन्छ भन्नेले हुन्छ भन्नुहोस्, हुन्छ आवाज आयो ठुलो, हुन्न भन्नेले हुन्न भन्नुहोस्, हुन्न भन्ने पनि परबाट आवाज सुनिँदै थियो, आउँदै थियो हातै उठाएर। तर सुभाष नेमाङले हुन्न भन्ने आवाज सुनिएन। त्यसैले एकमुष्ट रूपमा, धारागत रूपमा दफावार छलफल गरेर पास गर्नुपर्ने संविधानलाई एकमुष्ट रूपमा एकैचोटि पास भएको घोषणा गर्नुभयो। यो अहिलेको सभामुखले चलाएको भन्दा अत्यन्त निरङ्कुशतापूर्वक, जहाँ नियमावलीमा व्यवस्था गरिएको थियो। म आफै कानुनको विद्यार्थी, मैले त्यति बेला रिपोर्टिङ गरेको छु, भिडियो सहित प्रमाणमा अहिले पनि आर्काइभमा हेर्न सकिन्छ। हुन्न भन्ने आवाज सुनिएन। जबकि संविधानको हरेक धारागत रूपमा दफावार छलफल भनेकै त्यही हो, त्यसरी पास गर्नु पर्थ्यो। हुन्न भन्ने आवाज सुनिएन भनेर उहाँले जसरी गर्नुभयो, अहिलेको संसदको यो भन्दा संविधान जस्तो कुरा पास गर्ने, जहाँ हरेक धारामाथि छलफल भएर पास गर्नुपर्ने नियमावलीमा थियो, निरङ्कुशतापूर्वक उहाँले पास गर्नुभएको थियो। जुन नेपालको पहिचान, इतिहास, धरोहर, हाम्रो संस्कृति परम्पराको विरुद्धमा 12 बुँदेलाई पास गरिएको थियो। त 12 बुँदेलाई 12 भाइ भनिएको योभन्दा अगाडिको म 13 भाइ भन्छु, उहाँहरूले पूर्ण रूपमा स्वीकार गरेर योभन्दा धेरै ठुलो सैद्धान्तिक वैचारिक प्रश्न उठ्ने गरिकन गलत ढङ्गले पास गर्नुभएको थियो। त्यसो भएको हुनाले अहिले संसदमा जे भइरहेको छ, संसद बहुमतको हो, बहुमतले गर्नुपर्छ। यो बाँडीचुँडी खाने, सबैलाई, यो देश धेरै मिलेर बिग्रेको हो, मिल्ने कुरा छैन। सिधा एक छत्र राष्ट्रवादी देशभक्त, त्यो तानाशाह भने तानाशाह सही, निरङ्कुश भन्ने निरङ्कुश सही हामीलाई चाहिएको छ मुलुकलाई अगाडि लिएर जाने। जनमतको